म जब पनि साथीहरुसँग कुरा गर्ने गर्छु उहाँहरुको एउटा सधैं कम्प्लेन हुने गर्छ मलाई यो स्ट्रेसले एन्जाइटीले फियरले फोबियाले यो नेगेटिभिटीले यो नेगेटिभ थटले मलाई रहन बस्न दिएन भनेर मोस्टली साथीले सधैं कम्प्लेन गर्ने गर्नुहुन्छ सो तपाईसँग पनि यस्तो किसिमको समस्या छ यस्तो किसिमको च्यालेन्ज छ भने यो भिडियो तपाईको लागि हो सो डोन्ट स्किप इट वाच टिल द एन्ड सो आज म तपाईलाई प्रपर साइन्स भन्न गइराखेको छु र यो साइन्स तपाईले बुझ्नु भयो भने तपाईले यो सबै समस्याहरुले आफै एलिमिनेट गर्न सक्नुहुन्छ आफै हटाउन सक्नुहुन्छ राम्रोसँग बुझ्नु होला हेर्नुस् एउटा कुरा तपाईले मलाई भन्नुस् तपाईको माइन्डमा जुन स्ट्रेस एन्जाइटी फियर फोबिया नेगेटिभिटी छ यो कोले ल्याएर हाल्दिएको छ यो भगवानले ल्याएर हाल्दिएको यो राम भगवानले ल्याएर हाल्दिएको यो शिव भगवानले ल्याएर हाल्दिएको यो नारायण भगवानले ल्याएर हाल्दिएको या डोनाल्ड ट्रम्पले ल्याएर हाल्दिएको इलोन मस्कले ल्याएर हाल्दिएको या तपाईको अडानीले अम्बानीले कोले ल्याएर हाल्दिएको यो कसले ल्याएर हाल्दिएको हैन तपाईको माइन्डले क्रिएट गरेको राम्रोसँग बुझ्नु ल तपाईको माइन्डले क्रिएट गरेको इमेजिनरी कुरा हो यो सो अब मलाई तपाईले आफै भन्नुस् यदि तपाईको माइन्डले तपाईलाई स्ट्रेस एन्जाइटी फियर फोबिया नेगेटिभिटी दिन सक्छ भने क्रिएट गर्न सक्छ भने के तपाईको माइन्डले 10 लाख कसरी कमाउने 20 लाख कसरी कमाउने 30 लाख कसरी कमाउने बिजनेस कसरी बनाउने बिजनेसलाई अगाडि कसरी लिएर जाने कस्टमरलाई कसरी ह्यापी गर्ने सक्सेस कसरी हुने हेल्दी कसरी बस्ने रिलेसनशिपलाई कसरी इम्प्रुभमेन्ट गर्ने भन्ने कुरा भन्न सक्दैन भन्न सक्छ कि सक्दैन मलाई भन्नुस् मलाई यदि यसले स्ट्रेस एन्जाइटी फियर फोबिया ल्याउन सक्छ भने यसले राम्रो कुरा हाम्रो माइन्डमा सजेसन दिन सक्दैन राम्रो कुरा क्रिएट गर्न सक्दैन सक्छ तर किन गरिराखेको छैन त यसमा काम गर्न पर्यो यसको पछाडी एउटा रिजन छ के भन्न तपाईको छ नि हाम्रो माइन्ड अलरेडी नराम्रो कुराको लागि प्रोग्रामिङ भइसकेको छ राम्रोसँग बुझ्नु ल हाम्रो माइन्ड अलरेडी प्रोग्राम भइसकेको छ हेर्नुस् हामीसँग दुई किसिमको माइन्ड हुने गर्छ कन्सियस माइन्ड र सबकन्सियस माइन्ड कन्सियस माइन्ड भनेको त लजिकल माइन्ड हो तर सबकन्सियस माइन्ड भनेको चाहिँ नि यो इमोसनल माइन्ड हो यो इलोजिकल माइन्ड हो यसलाई राइट रङ गुड ब्याड केही थाहा हुँदैन हेर्नुस् यानी हाम्रो सबकन्सियस माइन्ड अलरेडी नराम्रो कुराको लागि प्रोग्राम भइसकेको छ अब एउटै उपाय छ हाम्रो यो सबकन्सियस माइन्डलाई राम्रो कुराको लागि प्रोग्राम गर्न पर्यो यदि तपाई पनि आफ्नो माइन्डलाई रिप्रोग्राम गर्न चाहनुहुन्छ भने हामीसँग एकदम राम्रो अपर्च्युनिटी छ हामीले 21 डेजको सेल्फ ट्रान्सफर्मेसन च्यालेन्ज चलाइराखेका छौं अहिलेसम्म 400 भन्दा बढी साथीहरु 20 वटा भन्दा बढी कन्टेन्ट हामीलाई जोइन गरिसक्नु भएको छ तपाईहरु पनि यो ट्रेनिङमा आउन सक्नुहुन्छ र तपाईलाई हामी 21 डेजमा प्रपर तपाईको माइन्डलाई शिफ्ट गर्ने काम गर्छौं तपाईको माइन्डलाई रिप्रोग्रामिङ गर्ने काम गर्छौं सो व्हाट्सएप लिंक मैले बायोमा राखिदिएको छु जानुस् क्लिक गर्नुस् र आफुलाई रजिस्टर गर्नु होला जस्ट 21 डेज दिनुस् तपाईहरु आफ्टर 21 डेज सेम मान्छे चाहिँ रहनुहुन्न यो तपाईहरुलाई म असुरेन्स गर्न चाहे सो जस्ट जोइन अस एन्ड सी द रियल म्याजिक इन योर लाइफ आई विल सी यू इनसाइड द ट्रेनिङ टिल देन टेक केयर एन्ड बाइ बाइ